हाम्रो नेपाली क्रिस्चियन समुदायहरू बढ्दै 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 वृद्धि हुँदै गएको छन्। उनीहरूलाई पनि एउटा छाता, एउटा सरकारको संविधान, नेपाल सरकारको निगरानीमा हुने क्रिस्चियन आयोग एउटा बनाइदेऊ र त्यो आयोगले क्रिस्चियन समुदायमा भएका दुःख सुखहरूको रिपोर्ट उसले बटुल्छ अनि राज्यलाई, सरकारलाई देखाउँछ। उसको काम भनेको होइन, आयोगको निम्ति हामीले यो पहल गरेका छौँ। र नेपाल सरकारबाट जति अब हामीले त सकेसम्म चाहिँ के गरेको छ भने कोटा सिस्टमको चाहिँ अब अरूले पाएका कहिले हामीलाई पनि चाहियो कि अरू सबै हटायो भने त्यो बेग्लै कुरा हो। तर पनि राज्यबाट पाउने आरक्षणका कोटाहरू क्रिस्चियनहरू त अहिले त अल्पसङ्ख्या हो नि त। अल्पसङ्ख्या धर्मावलम्बी भनेको छन् त एउटा विश्लेषण गर्छन्। तर म अल्पसङ्ख्या भन्दिनँ, किनभने हामी जीवित परमेश्वरको सन्तान हौँ। किनभने अरूले के देखे के भने चाहिँ हामी त्यो महान परमेश्वरको सन्तान भएको कारणले त्यो छ भने नेपालका चर्चहरू अहिले दर्ता गर्नलाई धेरै ठाउँबाट चाहिँ दबावपूर्ण भएको कारणले होइन, विभिन्न चाहिँ अब यहाँ अतिवाद धर्मावलम्बीहरूले चाहिँ विरोध गर्ने, चर्च दर्ता गर्न नदिने यो समस्या देखिन्छ। र नेपाल सरकारमा पनि स्पष्ट रूपमा कानुन नभएको कारणले त्यो कानुन बनाइदेऊ, स्वतन्त्र चर्च दर्ता गर्न पाउनु पर्यो। अहिले विभिन्न सङ्घ संस्थाको नाममा चर्चहरू जोडिएर चाहिँ त्यहाँ सेवा गरिरहेको देख्छु होइन। किनभने नि हामीले त्यो कुराहरूको माग, अर्को चिहानको जग्गाहरू इसाईहरूलाई गाड्नको लागि अहिलेसम्म सरकारले चिहानको जग्गा पनि दिएको छैन। क्रिस्चियनहरू होइन, इसाईहरू क्रिस्चियनहरूको निम्ति चिहानको जग्गा होइन। अब त्यो पशुपतिमा लान्छन् हाम्रो व्यक्तिहरूलाई। अब त्यहाँ कति भनौँ न अरू धर्मावलम्बीहरूले विरोध गरिरहेको देखिन्छ। त्यसमा हामीले उनीहरूलाई त्यो विरोध नहुने कुराहरू हामीले गर्नु पर्यो। हामी आफै एउटा भन्दा सरकारसँग त माग्नु पर्यो नि। हामीले भन्दाखेरि चर्चको लागि, चर्च बनाउनको निम्ति पनि अरू धर्मावलम्बीहरूले गुम्बा बनाउन पाउने होइन, मन्दिर बनाउन पाउने, अनि अर्को नम्बरमा विभिन्न किसिमका चाहिँ भनौँ न मस्जिद बनाउन पाउने, र क्रिस्चियनहरूले चाहिँ चर्च बनाउन जग्गा नपाउने होला, त्यो पनि पाउनुपर्छ हाम्रो माग। अर्को नम्बरमा नेपालको संविधानमा क्रिस्चियनहरू धर्मावलम्बीहरूलाई सूचित गर। जस्तै नेपालको संविधानमा त क्रिस्चियन धर्मावलम्बीहरूलाई सूचित गर्नु पऱ्यो नि त। यिनीहरू यो क्रिस्चियनहरू पास्टर भनेको राष्ट्रको धर्मगुरुको मान्यता दिनु पऱ्यो हाम्रो माग। र क्रिस्चियनहरूले यो स्पष्ट रूपमा क्रिस्चियनहरूको माग हो। अहिले हाम्रा सरकारमा भएका, हाम्रा सरकार केपी ओलीका सरकार हुनुहुन्छ होइन, उहाँ